लाइन छ है गाइस यहाँनिर एकदमै ठुलो Hello and namaste once again guys, welcome back to my channel. Hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला. This is episode number 7 है. So लुम्बिनीको तपाईले भ्लग हेरिसक्नु भयो होला भिडियो. Hope you guys enjoy the video. अहिले चाहिँ हामी जोतेनको बाहिर स्ट्रिटमा छ, एकजना शपिङ गर्दैछ. सो तपाईहरुलाई शपिङको एकजना भिडियो देखाउँछु है. सो गाइस यो मोती चाहिँ मैले यसरी रकटेर पनि हेरे हैन. राम्रै छ हो. मैले अहिले मोती किनिरहेको छ हैन. मोती ओरिजिनल रहेछ. मैले रगटेर पनि हेरेँ भुइँमा है. छोटेनको बाहिर चाहिँ बजार यस्तो छ हैन. अन्त यहाँनिर तपाईहरुले धेरैवटा सामानहरु पाउन सक्नुहुन्छ है. सो अहिले हामी यहाँनिर बजारमा डुलिरहेको छ. अन्त हेर्दैछ सामान के किन्नु पर्ने भनेर. एक-दुईवटा सामान घरको लागि, मान्छेहरुको लागि, साथीभाइहरुको लागि लगेर जानुपर्ने हुन्छ है. सो खाजा पनि खाएको छैन. यतैतिर खानुपर्छ होला. उता त सक्छ हामी पुग्दा उता. सो मालाको यस्तोहरू दोकानहरू पनि छ हो. यस्तोहरू पनि बजाउँदैन यहाँ बाटोमा. किनिसकेको छ अघि तपाईँलाई मलाई देखाइसकेँ. मलाई त्यस्तो भिउहरू हेरौँ कति पैसा किन्छु ल. यस्तो किन्नुको लागि आएको हामी चाहिँ. अन्त राम्रो देख्छ होला सायद है. हुन्छ त. लेट्स सी अहिले हेरौँ यो कस्तो रहेछ के रहेछ है. पुरा बेसी भेराइटी भएकोले गर्दा हामीलाई छान्नै साह्रो परिसक्यो. आमाले चाहिँ यो किन्ने भन्दैछ. बट माने पनि किन्यो, माने पनि किनिसक्यो आमाले. अन्त त्यहाँदेखिको त्यो जी पनि किन्यो है. अब यो चाहिँ मोतीहरूमा लाउनुपर्छ. यसरी बनाउनुपर्छ भनेको आमा मैले हेर्नु त यसो कलर मिक्स गरेर हो. मोती यहाँबाट है. अन्त एक दुईवटा हामीले इयरिङ्सहरू पनि लगेछ हामीलेको लागि. त्यहाँ हाम्रो आचा हुनुहुन्छ. थ्याङ्क यू सो मच आचा. सो यहाँ आउनुहोस् होला यो स्ट्रिटमा. यहाँनिर चाहिँ रोयल सुजाता इनको अपोजिटमा दामी दामी सामान पाउँदो रहेछ. अन्त प्राइस एकदमै मिलाइदिनुहुन्छ है. थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच साबीजी. साह्रै यहाँनिर अब हामीले यहाँ खाती लगाएको धुलो भएको त यहाँनिर हो. सपिङ डन. अब चाहिँ खाजा खाएर चाहिँ रुममा सुत्छु. बाई बाई. मैले लाफिङ बनाएर लिएर आएँ होइन. लाफिङ बनाइदिएन ल मजाले तातो है. पुरा तातो. मोमो खान्छु है. गरम एक थुक्पा गरम मोमो गरम एक प्लेट. ठन्डा नै. अच्छा जैसे वही आ रहे हो. मिठो भयो. फेरि मगायो दामी मिठो पाइसकेको छ. मेरो पनि मोमो बनिँदैछ यहाँ. मोमो खान्छु. त्यहाँदेखि चाहिँ यहाँ आएको छ होइन. बाइक यहाँ राखिरहेको छ. अन्त यो जग्गा चाहिँ एक जग्गाको नाम के हो? नोट 1 भन्ने जग्गा आइपुगेछ. गोपी यहाँ बसिरहेछ. हामी अब एकछिन कफी सफी खाएर चाहिँ त्यहाँदेखि चाहिँ निस्किने. एकछिन घुम्नु आएको है. एकदम मजाको जग्गा रहेछ. मजा आयो. बोध गयो राइट. मजा आयो. कर्मप्पाले जे खादिनु हुँदैछ. सो एभ्री वान इज वेटिङ आउट हियर. अन्त लाइन बल्ल मिल्यो. यो अङको लाइन छ है गाइस यहाँनिर होइन. एकदमै ठुलो. हामीले चाहिँ खाइसक्यो अङ. आमा त यहाँ छ. अङ थापिसक्यो. सुँगुर पनि पायो. एकदम कर्मपाले दिनुपर्छ हो. भेरी बेस्ट. So this is the Kathmandu Handicraft Nepali market. So यस्तो रहेछ यहाँ चाहिँ बजार चाहिँ. Guys, this is the street of Tibetan market हैन. अन्त अहिले फिलहाल हामी स्प्रिङ रोल खाइरहेको छ. एन्ड अब यो भिडियो चाहिँ दिस गोइङ टु बी द लास्ट भिडियो अफ बोथ गाई होला.
बोधगयाको सिरिज नै राख्छु होइन अब डाइरेक्ट म गान्तोकमा जिमको भिडियो लिएर आउँछु है सो हेर्दै गर्नुहोस् यो भिडियोलाई अन्त थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द भेरी एन्ड एन्ड प्लिज लाइक सेयर एन्ड सब्सक्राइब बाई बाई फ्रम बोधगया